टिम्बुङ पोखरी। पटकमा एक सवारी मात्रै यार उठाउनु सघाउँछ त्यो एक्सटेन्ड भयो यार हेर्दा हेर्दै लुगा यार टोइलेट आयो तर टोइलेट गर्ने ठाउँ छैन मुत्नु त मुत्तिन्छ अनि हग्नु त कता हग्नु यस्तो जग्गामा हगेर फेरि पिल्सिहाल्छ होइन त्यही भएर अब पिहाल्छ होइन यहाँ केटाकेटी आएर टकटक बसेर होइन वाउ माछा नेपालको होइन सुन्दरता भनेको यो हो क्या यहाँ एकदम राम्रो राम्रो ठाउँ छ क्या गाइस यहाँ माथि जङ्गल छ जङ्गलमा मङ्गल पनि हुनसक्छ यहाँ माथि पनि घुम्ने ठाउँ छ यहाँ माथि पनि घुम्ने ठाउँ छ अनि ऊ माथि पनि घुम्ने ठाउँ छ गाइस देख न पनि भेट भयो होइन फलैचा सादेवा हुँदै हामी रात परेर अझै पुगिएन है गाइज ल यहाँ खसी यहाँ रेडी गरेको रहेछ त हामी पाहुना आउँछ भनेर कहाँबाट फर्सी खोजेर ल्याएर हामीले अब खुवाउनु आँटेको छ गुड मर्निङ एभ्रिवान भन्दै चौधरी लिम्बू आज नयाँ घरमा छ है गाइज ओइ हेर ठके 10 बजिसक्यो उठेको छैन है आज धेरै दिन पछाडि कि गाइज यस्तो लजमा सुतेको के 9 बजेर 10 बजिसकेछ उठिया छैन क्या हामी चाहिँ हेरौँ न यस्तो धेरै दिन पछाडि त्यो म्याटमा सुत्दा हामी कस्तोमा चाहिँ सुत्यो होला त गाइज हेरौँ त लु योदेखि मुनि भएको यस्तो म्याटमा पनि हामी सुत्नु राम्ररी नपाएको क्या अब हो काम गर्दाखेरि यो टेक्ने त होला यस्तो एपछि हुन्छ भने अनि धेरै दिन पछाडि यस्तो लजमा सुतेको के यहाँ हेरौँ न ठक्स लिम्बू उठेकै छैन हो अब अनि आजको प्लान चाहिँ के हो भनेर नि गाइज फाइनली चौधरी लिम्बू चाहिँ फिरिममा छ अनि टिम्बुङ पोखरी को जानु भएको छ को जानु भएको छैन टिम्बुङ पोखरीसम्मको यात्रामा हामी चाहिँ छौँ अब आज के गरिन्छ सब देखाउने काम चौधरी लिम्बूको हो होइन अनि ठक्स लिम्बू र चौच लिम्बू चाहिँ आज होइन फिदिमदेखि च्याङथापुसम्मको यात्रामा हो ह्याप्पी शिवरात्रि अहिले चाहिँ राति 15 राति बियर खाएर मातेर होइन मलाई वाइलै गरेको थियो तर पनि मैले सहेँ यात्रा बाटोमा कस्तो के हुन्छ सब देखाउने काम मेरो भन्दै नेक्स्ट पार्टमा भेटौँला सेट भाइरल बुढो हामी चाहिँ फाइनली फिदिमबाट च्याङथापुसम्मको यात्रामा लाग्यो है गाइजहरू फिदिमको दृश्य चाहिँ यस्तो देख्न सक्नुहुन्छ होइन यही पुल हो 2-3 चोटि बगाएको खोलाले सो के हो भने यात्राको क्रममा चाहिँ म कहाँ आइपुगेको छु भने होइन हेमा खोलामा आइपुगेको छु अनि हामी चाहिँ आज च्याङथापुसम्मको यात्रा हुन्छ होला बगाएर फेरि पनि बनाउनु भएर होइन अहिले चाहिँ सक्सेस बनाउनु भएको छ यो चाहिँ पूर्व अञ्चल मात्रै होइन नेपालकै पो सायद लामो हो कि कस्तो कोलाब्रेसन चाहिँ के छ भन्दाखेरि पुल चाहिँ यही हो देख्न सक्नुहुन्छ एउटा राम्रो पार्ट चाहिँ के छ भन्ने चाहिँ मैले बुझेँ भने यहाँ देख्न सक्नुहुन्छ हेमा खोला पुल लम्बाइ 70 मिटर होला एक पटकमा एक सवारी मात्रै यहाँ पटकमा चाहिँ एउटा सवारी मात्रै यहाँ चाहिँ छिर्नु पाइने रहेछ भनौँ न बाँचेको थियो
अनि त्यस पछाडि फेरि पनि निर्माण भएको पुल हो होइन। अनि यसले मलाई रेड बुल ल्याइदिएको, तर उसले आफै खोलेर खानु थाल्यो क्या। अब मलाई ल्याइदिएको खासले यसले। उठाउनु सघाउँ कस्तो एक्सटेन्ड भयो यार, हेर्दा हेर्दा लुगा यार। उठाउनु सघाउँ न। ओ टिप्ने हेर्दा हेर्दै यहाँ साथी एकजना चाहिँ हेर्दा हेर्दै एकजना साथी चाहिँ एक्सिडेन्ट परेर यसको यो पुलमा चाहिँ एकदम जोगिनु पर्ने रहेछ। किनभने अहिले हेर्दा हेर्दै एक्सिडेन्ट भयो नि दाइ। यहाँ स्पिड गएर ब्रेक चाहिँ लाउनु नहुने रहेछ है गाइजहरू। यहाँ ब्रेक लाग्यो कि होइन चिप्लेर लडिहाल्नु रहेछ। यस्तै हुन्छ यो लागेर। यो चाहिँ फेरि म होइन गाइज। अनि यहाँ सबै यो तलको किरिङ 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 देखिएकोहरू हेमा खोला चाहिँ यहाँ तल। अनि यो टाढा यो किरिङ 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 बाटो हुँदै हामी चाहिँ फाइनल्ली होइन रापाको सल्लेरी दुईजना छौँ होइन, तपाईँहरूलाई थाहा छ। अनि यो मैले सस्तो खालको माइक किनेको, यसले काम नदिँदो रहेछ है गाइज। जो कोही कन्टेन्टहरू हुनुहुन्छ होइन, भ्लग गर्ने मान्छेहरू हुनुहुन्छ, यो खालको चाहिँ यो काम दिँदैन। यो 1000-1500 कति त्यस्तै पर्छ, यो काम दिँदैन। मैले चाहिँ राम्रो किन्नु खोजेको भेटाइन, यो चाहिँ काम दिँदैन। मैले त्यो भिडियो क्वालिटी अघि लाएर यस्तो चेक गरिएको नहुने रहेछ। आरामले जाँदैछौँ। आज हामी चाङथापु लगभग रात पर्दा मात्र पुग्छौँ जस्तो लागिरहेछ। अनि मलाई चाहिँ यो डाँडामा यो भिडमा आइपुगेर चाहिँ के हो भने लास्ट टोइलेट आयो, तर टोइलेट गर्ने ठाउँ छैन। मैले अघि बुझ्थेँ मुत्नु त मुत्तिन्छ, अनि हग्नु त कता हग्नु। यस्तो जङ्गलमा हगेर फेरि पिल्सिहाल्छ होइन। त्यही भएर अब घरमा गएरै हग्नु कसको टोइलेटमा युज गर्नुपर्ने हुन्छ। सो त्यही हो गाइज। अब यहाँदेखि उँभोको दृश्यहरू देखाउने काम चाहिँ हाम्रो हो होइन। के हुन्छ बाटोमा सब देखाउने छौँ भन्दै नेक्स्ट पार्टमा भेटौँला। सेट सल्लेरी है त गाइस। अब जोरपोखरी आउनलाई थोरै चाहिँ छ, जहाँसम्म लाग्छ त्यहाँदेखि तेर्सो। सल्लेरी दामी ठाउँ छ, मजा आउँछ यहाँ। यसो अब चिसो हावा, हल्का तातो पनि बिस्कट छ है हावा यहाँको। बबाल मेला उठ्ने गर्छ होइन। यस्तो बबाल मेला उठ्छ त्यहाँ घरिघरि होइन। अनएक्सपेक्टेड उठिन्छ क्या यहाँ मान्छेहरू। भ्लग बनाउनु धेरै गाह्रो छ है गाइस, धेरै गाह्रो छ। तर भ्यू नै आइदिँदैन। अनि भ्लगै बनाउनु मन पर्दैन। यसो अलिअलि यति दुःख गरेपछि यस्तो भ्यू स्यू पनि आइदियोस् न कमसेकम। बिलियन रुखै आएर यो पोखरीमा भ्रमण गर्न सक्नुहुन्छ। एरिया चाहिँ यो भयो भने अब चाहिँ जुन पोखरीको यहाँ छ है गाई देख्न सक्नुहुन्छ। को नजर एकचोटि सारा देखाउने छ होइन। यहाँ केटाकेटी आएर टकटक बसेर होइन भिडियोहरू बनाउनु फोटो खिच्ने ठाउँ चाहिँ दामी बनाइदिएको छ। अनि दिस देख्न सक्नुहुन्छ होइन। जोर पोखरी चाहिँ एकदम बबाल छ क्या, तर मान्छे छैन एउटा पनि। वाउ माछा नेपालको होइन सुन्दरता भनेको यो हो क्या। अब यो आधी भाग हो भने होइन, यो त आधी भाग छ क्या, धेरै लामो छ होइन। तर 1 इयर ग्याप, लगभग 2 इयर्स हुन आँट्यो। 2 वर्षको ग्यापमा जब म चाहिँ आउँदैछु। आमामा ओ ठुलो माछा त ठुल्ठुलो रहेछ नि केटा। रुखको फेदमा चाहिँ होइन पूजा गर्नु हुँदो रहेछ उहाँहरू। अनि यो रुखको चाहिँ के को रुख हो भन्ने चाहिँ मैले खास चाहिँ उत्तिस हो कि क्या हो। चारमा भएको कारणले चाहिँ त्यति साह्रो सबै भिडियो बनाउनु चाहिँ म भ्याउँदिनँ होला। किनभने यहाँ एकदम राम्रो राम्रो ठाउँ छ क्या गाइज। यहाँ माथि जङ्गल छ, जङ्गलमा मङ्गल पनि हुनसक्छ। ल्याएर कोही कसै तरुणाहरू डेटिङ बस्ने त्यस्तो अन्यथा नसोच्नु होला। डेटिङ पनि बस्नु सक्नुहुन्छ। यहाँ माथि पनि घुम्ने ठाउँ छ, यहाँ माथि पनि घुम्ने ठाउँ छ, अनि ऊ माथि पनि घुम्ने ठाउँ छ। म पहिला पनि आएको हो क्या एकजना साथीसँग, तर आज चाहिँ म भ्याउँदिनँ निस्किनु। किनभने हाम्रो यात्रा भनेको अर्कै ठाउँ हो क्या। अनि यहाँ हेर्नु त यसले आमो दामी, तेरो त के हो आइफोनले अनि दामी। अनि आमो 3टा आँखा भएको के हो गाइज, देख न गाइज, देख न। मेरो चस्मा निकालेर यसले लाएर कपाल सपाल मिलाउँदैछ। सो त्यो केही छैन, उसको मेरो एउटै हो होइन।
तर पहिला नि यहाँ माथि माथि पानी थियो क्या अहिले चाहिँ घटेर होइन त्यहाँ तल पुगिसकेछ बिचरा यो पोखरीको हालत पनि पोखरी नै भन्ने हुनु आँटिसक्यो ल यहाँ बाजे पनि भेट भयो होइन यो पोखरी चाहिँ तर विवादको कुरा होइन यो पोखरी चाहिँ लिम्बूले नै बनाएको हो हाम्रै हो भन्ने कुरा चाहिँ आयो उहाँबाट होइन उहाँ त अब यी स्थानीय हुँदो रहेछ त्यहाँनिर चाहिँ एकदम बाटो भनौँ होइन अब जसले जस्तो बनाए पनि जेस राम्रो रहेछ होइन जसले जेसुकै बनाओस् तर राम्रो छ यहाँ पहिला चाहिँ यहाँ माछा चाहिँ होइन एकदम बवाल पाइन्थ्यो अरे होइन तर माछा ठुलो खालको थियो अहिले सानो खालको मात्रै लागेछ मेरो पानी जोर पोखरीमा हामी रमाइलो गरेर अब लाग्यो यत्रा जङ्गल छ यार लेकमा बादल टप हो शेर आयो शेर अब रोड आयो रोड यस्तो चिसो खुब झाप्नु पर्ला जस्तो भइसक्यो यार दामी छैन त अलि बजार यस्तै छ गणेशचोक आइपुग्यो हामी जान्छ नि गाडी त हामी चाहिँ यतापट्टि चाहिँ पाथिगोरा हामी ओह्रालो लाग्यो मेरीबुङ ल आइपुग्यो मेरीबुङ देखि चाहिँ हामीलाई बाटो हाम्रो हामी चाहिँ मेरीबुङ बजार श्री गोस्पर हो कि खै के स्कुल चाहिँ यहाँ रहेछ होइन यो बस जति होला जस्तो लाग्यो 11-12 कति छ दामी छ होइन 11 स्कुलहरू ओयामको रहेछ जे होस् यहाँ पर बजार सानो छ अनि यो माथि यो पारी जस्तो जाने क्रममा छौँ कहिले पुगिन्छ खोला दुलै ठुलो छिराएर तल पठाएछ यो सुलसुले भनेको टाढा टाढा दामी ठाउँ छ थापु चाहिँ पुग्नलाई 1.5 मात्र 1.5 किलो भन्ने कुरा छ अनि तिम्बुङ पोखरी जाने बाटो चाहिँ यहाँबाट रहेछ होइन अब हाम्रो साथी चाहिँ यहाँ माथि हो घर त्यसले गर्दाखेरि हामी चाहिँ आज उँभो जानेछौँ अनि तपाईँहरूलाई देखाउने छु होइन यहाँ हेर्नु सक्नुहुन्छ तिम्बुङ पोखरीमा यहाँहरूलाई हार्दिक स्वागत छ अनि खलैँचा सादेवा हुँदै काली खोलासम्म मोटर बाटो पुगेको छ होइन बाँकी पैदल यात्रा सुरु भने त्यही हो ल रात पर्नलाई केही समय बाँकी धेरै छैन होइन हामी चाहिँ हिँड्दा म चाहिँ अति गलिसकेँ किनभने निकै टाइम लाग्छ नि त अब उसले ड्राइभ गर्दैन म एक्लै ड्राइभ गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि गलियो अब यहाँदेखि च्याङथापु माथि निस्केको म भिडियो बनाउने छु एकदम मजाले अब रात परिसकेको छ कस्तो दामी छ तर रात परिसकेको छ र हामी फाइनली च्याङथापु बजार बाटो मिस्टेक भएछ अब हामी चाहिँ फेरि फर्किने बेला भयो ल च्याङथापु बजार चाहिँ गाइज देख्नु सक्नुहुन्छ बजार चाहिँ यहाँ रहेछ है ग्यारेज आऊ बजारको दृश्यहरू देख्नु सक्नुहुन्छ बजारको नजारा यहाँ हेर्नु त कस्तो दामी छ घर यो घर हो कि दरबार हो यार अगाडा के हो त यो रात पर्नलाई चाहिँ केही समय बाँकी गाइज हामी रात परेर होइन खत्तम भइसकेका छौँ देख्नु सक्नुहुन्छ बजार चाहिँ च्याङथापु बजार अझै माथि छ साथीको घर बाटो झुक्किएर नाइटमा बाटो एकदम खराब छ अब कस्तो हुन्छ के हुन्छ सब देखाउने छु म ओ छिटो आइज यस्तो बाटोमा कुरा आयो कि होइन अझै पुगिएन है गाइज ल गाह्रो छ ल हाम्रो पूर्ण दाजुको घर कता पो दाजु पूर्ण बेकाको घर अलि मास्तिर हो गाडी त राख्दा हुन्छ क्या हो ल जा
हाँ ल फाइनली मेरो साथीको घरमा आइपुग्यो साथी चाहिँ के गर्दैछ हेरौँ ल एक्लै हो नि फेरि साथी यत्रो घरमा एक्लै हो क्या मात्र अपमान ल फाइनली मेरो साथीको घरमा आइपुग्यो यार के गर्दैछ अपमान भात यहाँ हेरौँ न कुकर सानो छ हाम्रो साथी चाहिँ कस्तो छ भनेर अघिदेखि म भन्दै थिएँ यहाँ देख्न सक्नुहुन्छ नयाँ सम्झाउने ओ यहाँ खसी यहाँ रेडी गरेको रहेछ त भाइ हामीलाई पाहुनालाई खसी रेडी गरेको रहेछ यहाँ बाबा लिप्छौ पनि कि क्या हो अहिले लिपेको नि हो पाहुना आउँदैसम्म छ नि यहाँ लाज हुने पो इज्जत जान्छ यहाँ पकाएको त्यो दाल इज्जत उहाँ पुग्यो यार हामी बस्नु अब त साथीको घरमा आइपुग्यो भनौँ होइन हाम्रो साथी हाम्रो बाजे सम्मानको मान्छे हो तर पनि साथी हो क्या गाइस यो चाहिँ मेरो अचम्मको साथी हो होइन सो त्यति भन्दै अब बाबाले खाना तिन पकाइदिइहालेछ होइन अब के पकाउँछ हामी यहाँ मिलेर पकाएर खानेछौँ तिनजना भेट भएर केटा हो केटी केटा कुरा हामी तिनजना भेला भएर मजाले गफ गर्दै बसिरहेछौँ अब हामी खाना खाने प्लानमा छौँ त्यो चाहिँ के पकायो हो त्यही फर्सी बस्यो हौ फर्सी 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 तल काटिरहेछ त हतार हतार काटेको त प्याटो धामा पर्यो यस्ता बेला पाहुना आउँछ भनेर कहाँबाट फर्सी खोजेर ल्याएर हामीले अब खुवाउनु आँटेको छ गरेर यहाँ हेरेर ल जाँदै पर्यो घर त लिपेछ यो देख्दा फेर्नु पनि पाइएन भोलि एकैचोटि उता यो गरौँ भनेर ल हामी अब फाइनल्ली होइन हामीले चाहिँ तर मासु तल रेडी गरेको छ होइन अब बाबाले मजाले बनाइदिएर चाहिँ हामी मेरो अलैँचीबारी घुम्नु जानुपर्छ एक दिन के को जान्छ अलैँची घुम्नु ल्याइँदैन हौ बाबे खाना खाइँदैछ फाइनल्ली अनि अब खाना खाइसिद्ध्याएर चाहिँ म त्यो सिद्ध्याएर फिद्ध्याएर सुत्ने गर्दिनँ एकैचोटि भ्लगलाई चाहिँ अन्त्य गर्न चाहन्छु खाना खाँदा खाँदै के कस्तो हुन्छ बाटोमा राम्रो तरिकाले मैले भिडियोहरू बनाएको छु मेरो लागि चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ हेरिदिनु होला अनि भ्लगलाई अन्त्यसम्म हेरिदिनु होला रमाइलो छ बाटो हुँदै होइन अनि के कस्तो हुन्छ नराम्रो राम्रो जिज्ञासा हामीलाई कमेन्टमा भनिदिनु सक्नुहुन्छ छोटो प्रयास हाम्रो चौधरी लिम्बूको भ्लगलाई पनि हेर्नुहोस् न गाइज यार भ्यू नै आएन र भ्लगै बनाउनु मन पर्दैन यार ल त्यति भन्दै लाइक सेयर कमेन्ट अनि भ्लगलाई चाहिँ होइन युट्युब च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु अन्तिममा अनि बेलाकाललाई ट्यागका थिच्नु नबिर्सिनु होला भन्दै खाइँदैन अब खाइँदैन भात त्यति नै हो हाम्रो लिमिट यसो भन्दै नेक्स्ट ब्लगमा अब यो पार्ट 1 मात्रै हो अब तिम्बुङ पोखरीसम्मको म भिडियो बनाउने छु नेक्स्ट पार्ट भोलिदेखि सुरु हुन्छ त्यस पार्टमा हामी भेटौँला भन्दै यो ब्लगबाट चाहिँ अन्त्य हुन चाहन्छु बाई